हेलो गाइज, वेलकम टू माई सेकेन्ड मिनी ब्लग। आज चाहिँ मेरो सेकेन्ड मिनी ब्लग हो। अनि आज चाहिँ हामी प्रेसर कुकर मोमो खाना लाग्यो नि त। अनि यतातिर चाहिँ मेरो बहिनी सामानहरू रेडी पार्दैछ, अनि अर्कोतिर चाहिँ अर्को बहिनी मैदा मिक्स गरिरहेछ। अनि मेरो चाहिँ यता किमा रेडी भइसकेको छ, अनि बहिनी चाहिँ मोमो बनाउन स्टार्ट गरिहाल्यो। अनि त्यसपछि चाहिँ म चाहिँ भिडियो बनाउँदैछु। अनि यतातिर चाहिँ अर्को यतातिर चाहिँ छोराको अर्कै पारा छ अनि फेरि म चाहिँ यतातिर भिडियो बनाउँदैछु। अनि चट्टा लगाएर एकछिनपछि मेरो नाटक हेर्न छट्टा लगाएर अनि फेरि म पनि मोमो बनाउँछु भनेर मोबाइल टक्क राखेर म पनि मोमो बनाउन स्टार्ट गरेँ। अनि मलाई चाहिँ अरू मोमो बनाउन आउँदैन, त्यही डल्लो मोमो मात्र हो नि त। अनि त्यही डल्लो मोमो बनाउँछु भनेर मैले बनाउन थालेँ। हेर्नु मैले बनाएको मोमो मलाई चाहिँ त्यस्तो राम्रो चाहिँ आउँदैन, तर राम्रै आउँछ। त्यति राम्रो चाहिँ आउँदैन, तर राम्रै आउँछ, त्यही हो कुरो। अनि म मेरो बहिनीले देखाउँछ अनि आफै हाँस्छु। अनि यता हेर्नु न, हामी तीनजना दिदीबहिनी मिलेर बनायो भने सबै कुरा मिल्छ, तर हामी दिदीबहिनीहरू यसरी मिल्दैन, झगडा गरेर नै दिन बित्छ हाम्रो। अनि यतातिर चाहिँ कुकर बसालेर मसलाहरू हालेँ, मोमोमा चाहिने मसलाहरू सबै मिक्स गरेँ। अनि त्यसपछि चाहिँ लगाएर यो मसलाहरू सबै हालिसकेपछि चाहिँ टमाटरहरू हालेँ। अनि टमाटर एकछिन चलाएँ, अनि त्यसपछि पानी हालेको थियो। अनि पानी हालेर पानी उम्लिसकेपछि चाहिँ अनि हामीले मोमो हाल्न थालेँ। अनि मोमो हालिसकेपछि चाहिँ एकछिन छोप्न दिएँ मोमो पाक्नलाई। अनि त्यो मोमो पाकिसकेपछि चाहिँ अनि हाल्ने कचौरामा हाल्ने बेलामा चाहिँ हामीले बिर्सेछ भिडियो बनाउनलाई। हामीले खान थालेँ। मोमो चाहिँ बेसरी मिठो भएको थियो अनि मेरो चट्टक। अनि मोमो बेसरी मिठो भएको कारणले हामी तीनजनाले चाहिँ त्यति मोमो सबै सकायो। अनि हामी चाहिँ तपाईँहरू पनि घरमा बनाएर खानु होला। आजलाई चाहिँ त्यही भन्न चाहन्छु, घरमै बनाएको हेल्दी पनि हुन्छ नि त, राम्रो पनि हुन्छ। अनि त्यही हो साथीहरू, आजलाई चाहिँ यति नै हो। मेरो च्यानल के कस्तो लाग्छ सपोर्ट गरिदिनु होला, साथ दिनु होला। आजलाई यति नै, बाई बाई।